नेपालीको मुक्तिदाता। देख्दै नदेख्नु र नहुनु भन्दा सपना देख्नु जाति हुन्छ। केही नगरी चुपचाप लाग्नु भन्दा दर्शन देख्नु भाँति हुन्छ। केही नबुझी अरूको पछि लाग्नु भन्दा देशको लागि जाग्नु राम्रो हुन्छ। धेरै धेरै कुरामा बिक्नु भन्दा सो विवेक प्रयोग गर्नु राम्रो हुन्छ। सपना गरिबको पूरा हुन्छ, न्याय सहितको रगतले पाउँछ। 3 करोड नेपाली जनताले निर्णय गर्ने एक दिन आउँछ। जेनजी युवा महिला र पुरुषले हर्ष बढाएर उत्सव मनाउने छन्। हिमाल पहाड तराई र मधेसले आफ्नो नेता आफै चुन्ने छन्। जनताको सपनालाई तुहाउने बहिष्कृत र बिचल्लीमा पर्ने छन्। नेपाललाई विकास गर्नका लागि जुझारु युवाले सत्ता सम्हाल्ने छन्। सपनामा नयाँ नेपाल आऊ, विपनामा नयाँ अनुहार आऊ। विश्वले नै ओठ टोक्ने गरी नेपालीको मुक्तिदाता आऊ। जय देश।